हेलो एभ्रिवान, माई नेम इज लेखराज भण्डारी। आज चाहिँ हामी वेस्ट वाटर इन्जिनियरिङको वेस्ट वाटर डिस्पोजल सम्बन्धी एउटा न्युमेरिकल गर्न गइरहेका छौँ। अब हाम्रो यो क्वेसनमा चाहिँ के दिएको छ त त्यो हामी हेरौँ। सबभन्दा पहिला अ डोमेस्टिक सिवेज अफ अ टाउन इज टु बी डिस्चार्ज इन्टु अ स्ट्रिम आफ्टर ट्रिटमेन्ट। डिटरमाइन द maximum permissible effluent BOD and the percentage of purification required in the plant given the following particulars। के भनेको छ त भन्दाखेरि एउटा कुनै सिटीको एउटा कुनै टाउनको चाहिँ डोमेस्टिक सिवेज घरबाट घरमा भाँडाकुँडा धुँदाखेरि लुगासुगा धुँदाखेरि जुन हाम्रो फोहोर पानी हुन्छ त्यो पानीलाई चाहिँ एउटा नदीमा चाहिँ हामीले डिस्चार्ज गर्नु छ। नदीमा डिस्चार्ज गर्नुभन्दा अगाडि हामीले त्यो पानीलाई केही ट्रिटमेन्ट गर्नुपर्ने छ। त्यो पानीमा अब त्यो पानीको चाहिँ म्याक्सिमम बिओडी कति हुनुपर्छ त? हाम्रो के हुन्छ भन्दाखेरि कुनै पनि पानीमा त्यो के अरे कुनै पनि ढलहरू त्यसमा मिक्स गर्नको लागि त्यो ढलको चाहिँ सर्टेन क्राइटेरिया त्यसले कम्प्लिट गर्नुपर्छ। जस्तै तपाईको बिओडी भन्नाले के बुझिन्छ त भन्दाखेरि कुनै पनि पानीमा चाहिँ अर्गानिक वेस्टहरू कति छ त? बिओडी को भनेको बायोलोजिकल अक्सिजन डिमान्ड। अक्सिजन डिमान्ड भन्ने बित्तिकै कति अक्सिजन चाहिन्छ त? अब बायोलोजिकल अक्सिजन डिमान्ड भन्ने बित्तिकै यसमा के बुझिन्छ त भन्दाखेरि हाम्रो वेस्ट वाटर अथवा फोहोर पानीमा विभिन्न किसिमका अर्गानिक म्याटरहरू भयो, प्लास्टिकहरू भयो, कागजहरू भयो, हाम्रो तरकारीहरूका फलफुलहरूका बोक्राहरू भयो, त्यो फोहोरहरू मिसिएको हुन्छ र त्यो फोहोरहरू डिकम्पोज हुनको लागि त्यो पानीमा चाहिँ टुक्रिनको लागि त्यसलाई केही मात्रामा अक्सिजन चाहिन्छ। त्यो अक्सिजनको मात्रा भनेको बिओडी हो। अथवा हामीले बिओडी भनेको सामान्यतया हाम्रो अर्गानिक त्यो पानीमा चाहिँ फोहोर पानीमा कति फोहोर छ त? जति धेरै फोहोर भयो त्यति धेरै हामीलाई अक्सिजन चाहिन्छ, हैन? अब त्यसको मतलब हामी बिओडी भनेको एक किसिमले हामी कति फोहोर छ त्यसको रूपमा लिन सक्छौँ। भनेपछि अब यहाँ क्वेसनमा के भनेको छ भन्दाखेरि अब अघि पनि मैले भने हाम्रो के अरे गभर्मेन्टले त्यो हाम्रो इन्भाइरोमेन्टल पोल्युसन नहोस् भन्नको लागि नदीको हाम्रो स्वच्छता कायम राख्नको लागि नदीमा ढल मिसाउनु भन्दा पहिला त्यो ढलको चाहिँ केही हाम्रो कति शुद्ध छ त त्यसको त्यो नाप्नको लागि केही भ्यालुहरू हुन्छन्। यसमा चाहिँ बिओडी भनेको त्यो भ्यालु छ। बिओडी यति हुनुपर्छ भन्नुको मतलब फोहोर चाहिँ यति हुनुपर्छ, योभन्दा बढी हुनु हुँदैन त्यो वेस्ट वाटरमा, अनि मात्र हामीले त्यसलाई नदीमा मिक्स गर्न मिल्छ, नत्र मिल्दैन भनेर हाम्रो गभर्मेन्टले भन्छ। अब यो क्वेसनमा चाहिँ म्याक्सिमम पर्मिसिबल इफ्लुएन्ट त्यो ढलको चाहिँ म्याक्सिमम पर्मिसिबल बिओडी कति हुन्छ ताकि हामीले त्यसलाई चाहिँ स्ट्रिममा डिस्चार्ज गर्न सकौँ र यदि त्यसको त्यो पानीको जुन हाम्रो डोमेस्टिक सिवेज छ त्यसको बिओडी नदीमा मिसाउन मिल्ने बिओडी भन्दा यदि बढी छ भनेपछि हामीले नदीमा मिसाउन मिल्ने बिओडीको भ्यालुसम्म ल्याउनको लागि कति पर्सेन्ट प्युरिफाई गर्नुपर्छ त त्यो निकाल भनेको। जस्तै तपाईको डोमेस्टिक सिवेज हाम्रो जुन घरबाट निस्किएको जुन फोहोर पानी छ त्यसको बिओडी मानौँ मैले 50 mg पर लिटर छ, तर हाम्रो के अरे स्ट्रिममा मिक्स गर्नको लागि हाम्रो बिओडी 10 mg पर लिटर भन्दा बढी हुनु भएन भनेको छ, अथवा 10 mg पर लिटर भन्दा कम हाम्रो बिओडी हुनु पर्यो अनि मात्र ढलमा मिक्स गर्न मिल्छ भनेपछि हामीले यो 50 mg पर लिटर बिओडी भएको वेस्ट वाटरलाई त ट्रिटमेन्ट गरेर त्यसको बिओडी त यो लेभल भित्र ल्याउनु पर्यो। भनेको हामीले सर्टेन पर्सेन्टेज अफ प्युरिफिकेसन गर्नु पर्यो। त्यो भनेको कति भयो? 50 हाम्रो छ, हामीले ल्याउनु पर्ने 10 छ भनेपछि यो जति आउँछ त्यो भनेको त्यति पर्सेन्ट हामीले यसको प्युरिफिकेसन गर्नु पर्यो। त्यो भन्न खोजेको छ क्वेसनमा। अब क्वेसनमा दिएको छ मान्छे कति छन् त्यो सिटीमा, पपुलेसन अफ द टाउन 50,000 मान्छे रहेछन्। अब ड्राई वेदर फ्लो अफ सिवेज 150 LTR पर क्यापिटा पर डे भनेको चाहिँ एलपिसिडी भनिन्छ यसलाई सर्ट फर्ममा। DWF भनेको ड्राई वेदर फ्लो। जस्तै हाम्रो विन्टरमा हाम्रो के हुन्छ त रेनी सिजन हुँदैन, त्यति बेला पुरै हाम्रो एटमोस्फियर अथवा हाम्रो जमिन ड्राई हुन्छ, त्यति बेला पनि
हाम्रो वेस्ट वाटर त भइरहेको हुन्छ। त्यति बेला अब हाम्रो सिवर पाइपलाइन्सहरू, हाम्रो जमिनबाट जुन ढल निकास पाइपलाइनहरू हुन्छ त्यसमा सर्टेन पानी चाहिँ बगिरहेको हुन्छ। अब 150 एलपिसिडी भन्नुको मतलब एकजना मान्छेले चाहिँ दिनमा 150 लिटर वेस्ट वाटर बनाउने रहेछ। अथवा त्यसले नुहाएर होस्, त्यसले खाना पकाएर होस्, त्यसले के अरे लुगा धोएर अन्य केही काम गरेर 100 ल्याट्रिन गरेर 150 लिटर चाहिँ एउटा व्यक्तिले एभरेज रूपमा वेस्ट वाटर बनाउने रहेछ। अब त्यो वेस्ट वाटरमा दिनमा चाहिँ 0.075 केजी एउटा मान्छेले चाहिँ त्यसमा अर्ग्यानिक इम्प्युरिटिजहरू हुने रहेछ। त्यसमा वेस्ट वाटरमा अफकोर्स अर्ग्यानिक इम्प्युरिटिज त हुन्छ होइन, प्योर त हुँदैन हाम्रो वेस्ट वाटर, होलसम पिउन लायक त हुँदैन। अब त्यसमा इम्प्युरिटिज हुन्छ। एउटा व्यक्तिले 150 एलपिसिडी बनाउने पानीमा चाहिँ 0.075 केजी चाहिँ हाम्रो प्रतिदिन त्यसमा फोहोर हुँदो रहेछ। अब हाम्रो जुन नदीमा हाम्रो यो वेस्ट वाटर मिसाउन खोजिएको छ आफ्टर ट्रिटमेन्ट, त्यो नदीको चाहिँ फ्लो चाहिँ 0.2 मिटर क्युब पर सेकेन्ड रहेको छ र त्यो नदीको बिओडी चाहिँ यति रहेछ। अनि म्याक्सिमम बिओडी इन द स्ट्रिम अन डाउन स्ट्रिम, यो त्यो नदीमा चाहिँ 5 mg पर लिटरभन्दा बढी बिओडी हुनु भएन। अघि मैले भनेको थिएँ नि, गभर्मेन्टले हाम्रो सर्टेन रुल्सहरू बनाउँछ इन्भाइरोमेन्टल पोल्युसन नहोस् भन्नको लागि। अब यसमा चाहिँ के भनेको छ भन्दाखेरि नदीको चाहिँ बिओडी 5 mg पर लिटर हुनु भएन। त्यसमा चाहे जेसुकै तिमी हाल, तर त्यसको बिओडी 5 भन्दा बढी हुनु भएन। हालिसकेपछि यदि त्यस्तो हुन जान्छ भने त्यो तपाईँ के हाल्न खोज्नु राख्नु भएको छ त्यो हाल्न मिल्दैन। अब तपाईँले आई होप म फेरि पनि भनिदिन्छु, हाम्रो एउटा नदीमा चाहिँ हाम्रो घरबाट निस्किने ढल फोहोरहरू, त्यो फोहोर पानीहरू चाहिँ मिसाउन खोजिएको छ। अब त्यो पानीको चाहिँ त्यो बिओडी लेभल, त्यसको शुद्धिकरण मात्रा चाहिँ नदीमा मिसाउन मिल्नेसम्म नभएकाले त्यसमा सर्टेन ट्रिटमेन्ट गर्नुपर्छ र त्यसको ट्रिटमेन्ट कति गर्नुपर्छ त्यो पर्सेन्टेज भनेको छ हामीलाई। र त्यो पानीलाई मिसाउनको लागि म्याक्सिमम बिओडी हाम्रो कतिसम्म हुन मिल्छ त भनेर भनेको छ। अनि डाटा त डाटा भइहाल्यो। अब हामी सुरु गरौँ त। सुरुमा हामी के निकालौँ भन्दाखेरि एकजनाले हाम्रो 150 लिटर वेस्ट वाटर बनाउँदो रहेछ प्रतिदिन। 50,000 जनाले कति बनाउने रहेछ त, ताकि हाम्रो सिवर पाइपलाइन्सहरू जुन ढल निकास त्यो पाइपलाइन्सहरू हुन्छ त्यसमा कति पानी फ्लो हुँदो रहेछ त प्रत्येक सेकेन्डमा, त्यो निकालौँ। ड्राई वेदर फ्लो अफ सिवेज भनेको सिम्पल छ। एकजनाले 150 बनाउँछ भनेपछि 50,000 इन्टु 150, यो भनेको तपाईँको 75 लाख लिटर पर डे। त्यो सिटीमा चाहिँ प्रत्येक दिन 75 लाख लिटर वेस्ट वाटर बन्ने रहेछ। अब यसलाई हामीले मिटर क्युब पर सेकेन्डमा चेन्ज गर्नको लागि 75 लाख इन्टु 1 लिटर भनेको 10 टु द पावर माइनस मिटर क्युब, अथवा 1 मिटर क्युबमा 10 टु द पावर 3 1000 लिटर पानी हुन्छ। 1 मिटर क्युबमा 1 मिटर क्युब भनेको चाहिँ 1000 लिटर। अब एक दिनमा 86,400 सेकेन्ड हुन्छ सेकेन्ड, यो भनेको मिटर क्युब। अब यो कति आउँछ त, यो कति आउँछ भन्दाखेरि 75 1 2 3 4 5 इन्टु 10 टु द पावर माइनस 86,400 तपाईँको यति आएको छ 0.0868 मिटर क्युब पर सेकेन्ड। सबै मान्छे मिलेर चाहिँ एक दिनमा यति मिटर क्युब सेकेन्ड पानी फ्लो हुँदो रहेछ हाम्रो सिवर पाइपलाइन्सहरूमा। अब हाम्रो यो त हाम्रो पाइपलाइन्सको डिस्चार्ज भयो। अब हाम्रो स्ट्रिमको डिस्चार्ज त गिभन छ। स्ट्रिम डिस्चार्ज यसलाई मैले Q1 मानिदिएँ, यसलाई मैले Q2 मानिदिएँ, यो 0.2 यहाँ गिभन छ पर सेकेन्ड। अब हाम्रो क्वेसनमा हेरौँ है, हाम्रो बिओडी मिक्स, बिओडीलाई वाइले पनि जनाइन्छ, अनि बिओडी मिक्स भनेको इज गिभन बाई
given by mix equal to y1 BOD1 into discharge 1 plus BOD2 into discharge 2 upon summation of discharges. अब हाम्रो क्वेसनमा हेरौँ, अलिकति दिमाग हामीले युज गर्नु पर्यो यता अहिले आएर। अघिसम्म त हाम्रो युनिटरी मेथड थियो। अब बिओडी मिक्स भनेको त अब यो क्वेसनमा के हुन्छ त भन्दाखेरि हामीले त्यो नदीमा अथवा स्ट्रिममा चाहिँ सर्टेन वेस्ट वाटर मिक्स गऱ्यौँ, वेस्ट वाटर आफ्टर ट्रिटमेन्ट अथवा बिफोर ट्रिटमेन्ट जे पनि हुनसक्छ। हाम्रो क्वेसनको कन्टेक्स्टमा चाहिँ अहिले आफ्टर ट्रिटमेन्ट छ। मिक्स गरिसकेपछि त्यो एउटा छ वेस्ट वाटर, एउटा छ तपाईँको वेस्ट वाटर होइन, अर्को छ स्ट्रिम। अब त्यसको मिक्स गरेपछि त्यो फाइनल प्रोडक्ट त सेम हुन्न, यो थर्ड डिफ्रेन्ट प्रोपर्टीको हुन्छ। अब त्यो थर्ड भनेको म्याक्सिमम बिओडी अहिले हामीले लिनुपर्छ साथीहरू। म्याक्सिमम बिओडी भनेको 5 mg पर लिटर चाहिँ त्यो मिक्सरको म्याक्सिमम बिओडी यति हुन पाइन्छ, यहाँभन्दा बढी हुन पाइएन। यदि भयो भने चाहिँ हाम्रो त्यो गभर्मेन्टले दिएको क्राइटेरिया मिट हुन्न। भनेपछि यो 5 mg पर लिटर हाम्रो बिओडी मिक्स भयो। y1 भनेको अहिलेको लागि Q1 मैले त्यो सिवेजको चाहिँ के अरे डिस्चार्ज लिएको छु भनेपछि y1 भनेको त्यो सिवेजको बिओडी अफकोर्स जुन हामीले निकाल्न भनेको छ म्याक्सिमम पर्मिसिबल बिओडी। हामीले यहाँ म्याक्सिमम भ्यालु लिएको छु भनेपछि यहाँ पनि सबै म्याक्सिमम भ्यालु नै हुन्छन् हैन। अब y1 इन्टु Q1 भनेको 0.0868 प्लस y2 भनेको हाम्रो स्ट्रिमको, दिस इज फर द स्ट्रिम एन्ड दिस इज फर द सिवेज। y2 भनेको स्ट्रिमको 3 इन्टु डिस्चार्ज कति छ हाम्रो 0.2 मिटर क्युब, सम अफ डिस्चार्जेस भनेको 0.0868 प्लस 0.2। अब यसलाई सल्भ गर्दाखेरि हाम्रो कति आउँछ त हेरौँ है। यो भनेको 5 इन्टु 0.0868 प्लस 0.2 माइनस 3 इन्टु 0.2 डिवाइडेड बाई 0.0868, 9.61 मिटर mg पर लिटर। यो mg पर लिटरमा छ, यो पनि mg पर लिटरमा छ, यो पनि mg पर लिटरमा छ, त्यसैले यो पनि mg पर लिटरमै आउँछ। अब यो भनेको चाहिँ विच इज द म्याक्सिमम पर्मिसिबल बिओडी अफ EFFLUENT। यसको भन्नुको मतलब के हो भन्दाखेरि हामीले त्यो पानी त्यो वेस्ट वाटरलाई चाहिँ हाम्रो स्ट्रिममा चाहिँ मिक्स गर्नको लागि अथवा डिस्चार्ज गर्नको लागि हाम्रो वेस्ट वाटरको बिओडी लेभल यति म्याक्सिमम यति हुन मिल्दो रहेछ। यदि योभन्दा बढी भयो भने चाहिँ हामीले त्यसमा ट्रिटमेन्ट गर्नुपर्छ, यो लेभलमा ल्याउनुपर्छ। कम भयो भने चाहिँ त अफकोर्स केही गर्नै परेन हैन, अलरेडी कम छ, किनकि त्यहाँ झन्झट नाटक गर्ने। अब योभन्दा बढी भयो 9.61 भन्दा बढी बिओडी भयो अथवा त्यहाँभन्दा बढी 4 भयो भनेपछि त हामीले त्यो 4 लाई ट्रिटमेन्ट गरेर 4 कम गर्नु पर्यो। अब हाम्रो पानीको एक्चुअल बिओडी कति रहेछ त, यो त हाम्रो म्याक्सिमम बिओडी भयो। अब हाम्रो एक्चुअल कति रहेछ त त्यो निकालौँ। अब हाम्रो के दिएको छ हामी क्वेसनमा हेरौँ है, ब्याक टु द क्वेसन। ओके, होप हजुरहरूले यहाँ देख्नुभयो। ब्याक टु द क्वेसन जाँदाखेरि हाम्रो यहाँ हाम्रो 9.61 आएको छ, अघि चेकेको भए आइएम सरी, अलि ट्राइपोडको समस्या छ। ब्याक टु द क्वेसन है। अब हाम्रो पर क्यापिटा भनेको एउटा मान्छे, बुझ्नुहोस् सिम्पल, एउटा मान्छेले 0.075 केजी वेस्ट बनाउँदो रहेछ पानीमा एक दिनमा हैन। भनेपछि अब हाम्रो एक दिनमा एउटा मान्छेले चाहिँ यति बनाउँदो रहेछ हैन। यसलाई हामी एमजीमा ल्याउँ नि त, बिओडी पर क्यापिटा पर डे। पर क्यापिटा पर डे भनेको एक मान्छेले एक दिनमा 0.075 केजीमा छ हैन, पर डे छ यो। यसलाई मैले हेर्नुहोस् 0.75 केजीलाई
ग्राममा चेन्ज गर्नुको लागि 1000, ग्रामलाई मिलिग्राममा 1000, यो भनेको 75000, 75 1 2 3 75000 mg पर डे। एउटा मान्छेले एक दिनमा यति फोहोर बनाउँदो रहेछ वेस्ट वाटरमा। अब हाम्रो यहाँबाट के निस्किन्छ त भन्दाखेरि एक्चुअल BOD अफ सिवेज, यो भनेको यो भ्यालु अपन 150। यो कसरी भयो त? भ्यालु यत्तिकै राखेर त भएन हैन, त्यसको केही लजिक हुन्छ, केही रिजन हुन्छ। वी हेभ टु अन्डरस्ट्यान्ड दिस। अब यो चाहिँ कसरी भयो भन्दाखेरिमा तपाईहरु यो चाहिँ केमा छ युनिटमा? मिलिग्राम पर डे। यो के युनिटमा छ? LPCD भनेको के? लिटर पर पर्सन पर डे। यसमा पनि हाम्रो के छ हेर्नुस् त, पर क्यापिटा हो नि, यो भनेको पर पर्सन नै हो क्या। एउटा मान्छेले एक दिनमा यति चाहिँ फोहोर बनाउँदो रहेछ। अब एउटा मान्छेले सुन्नुस्, एउटा मान्छेले बनाउने जम्मा फोहोर पानी यति छ र त्यो फोहोर पानीमा चाहिँ यति फोहोर हुँदो रहेछ भनेपछि हाम्रो BOD भनेको के? mg पर लिटर। टोटल पानी यति छ, त्यो पानीमा बनाउने फोहोर यति। सिम्पल त्यही त हो। टोटल पानी 150 छ, त्यो पानीमा हुने फोहोर यति रहेछ। यसको रेसियो कति आउँछ त हेरौँ है। 500 mg पर लिटर, एकदमै धेरै रहेछ। हाम्रो एक्चुअल पानीको BOD त 500 रहेछ हैन। 500 1 लिटरमा 500 mg फोहोर हुँदो रहेछ, तर हाम्रो म्याक्सिमम त 9.61 mg पर लिटर छ। भनेपछि हामीले यो पानीलाई डाइरेक्ट हामीले नदीमा डिस्चार्ज गर्न मिल्दैन। अब यसलाई चाहिँ हामीले 500 बाट 9.61 मा ल्याउँदाखेरि हामीले प्युरिफिकेसन कति % गर्नुपर्छ त? सो प्युरिफिकेसन पर्सेन्टेज रिक्वायर्ड, रिफरेन्स कति छ हाम्रो? 500, ल्याउनु पर्ने कति छ? 9.61 डिभाइडेड बाइ 500। यो भनेको 98 इन्टु 100 गर्दाखेरि हाम्रो पर्सेन्टेजमा चेन्ज हुन्छ। सरी, यसलाई इन्टु 100 गर्नु पर्यो। 98, यसलाई राउन्ड अफ गर्दाखेरि 1%। भनेपछि हाम्रो यो क्वेसनबाट हामीले के बुझ्छौँ भन्दाखेरिमा, लेट मी सेट दिस सेट फर्स्ट। अब यो क्वेसनबाट हामीले के बुझ्छौँ भन्दाखेरि हाम्रो कुनै वेस्ट वाटरलाई चाहिँ हामीले नदीमा अल्टिमेटली डिस्चार्ज गर्नुपर्छ। अब त्यो वेस्ट वाटरको त्यो वेस्ट वाटरमा भएको फोहोरको मात्रा यदि हाम्रो पर्मिसिबल हाम्रो हुनुपर्ने भ्यालुभित्र अथवा जति सफा हुनुपर्ने हो त्यति सफा छैन त्यो वेस्ट वाटर भनेपछि हामीले त्यो नदीमा मिसाउनु भन्दा पहिला त्यसमा केही ट्रिटमेन्ट गर्नुपर्छ, त्यसलाई प्युरिफाई गर्नुपर्छ र त्यसलाई प्युरिफाई गरेर त्यो पर्मिसिबल रेन्जमा ल्याइसकेपछि मात्रै हामीले त्यहाँ डिस्चार्ज गर्न मिल्छ। अब हामीले यसमा के गर्यो त भन्दाखेरि त्यसको म्याक्सिमम BOD कतिसम्म हुन मिल्छ त त्यो नदीमा डिस्चार्ज गर्नको लागि त्यो निकाल्यौँ। तर त्यसको एक्चुअल BOD त एकदमै धेरै रहेछ। 9.61 कता छ, त्यसको 100 गुणा भने पनि भयो हैन। 100 गुणा त भन्न मिलेन, त्यही 9 7 63 9 6 54 60 गुणा आदि भनेपछि अब हामीले यसलाई त हामीले प्युरिफाई गर्नु पर्यो। प्युरिफाई गरेर हाम्रो प्युरिफिकेसन हामीले कति गर्नुपर्ने छ? 98% एकदमै धेरै प्युरिफिकेसन गर्नुपर्ने रहेछ। अनि मात्र हामीले त्यसलाई तपाईलाई म ओके, होप तपाईले बुझ्नुभयो। एकदमै तपाईले लास्टसम्म हेरिदिनु भएकोमा एकदमै धन्यवाद। यदि मन परेको भए यस्तै भिडियो हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।